नमस्कार। आज हामी एउटा निकै पुरानो तर मलाई लाग्छ सधैँ काम लाग्ने किताब बेबिलोनको सबैभन्दा धनी मानिस हो त्यसैबाट प्रेरित भएर पैसा कमाउने र बचाउने केही तरिकाहरूबारे कुरा गर्दैछौँ। एकदमै क्लासिक किताब हो त्यो। हजारौं वर्ष पुरानो भए पनि त्यसका सिद्धान्तहरू आज पनि उत्तिकै सान्दर्भिक छन् नि, होइन र? हो नि। हाम्रो आजको छलफलको उद्देश्य पनि त्यही हो, ती सरल तर शक्तिशाली नियमहरूलाई अलिकति खोतल्ने। खासमा त्यो बेबिलोनको सबैभन्दा धनी मानिस कसरी त्यति सफल भयो होला, उसको सोचाइमा के फरक थियो, त्यही जान्न र बुझ्न जरुरी छ। ल त्यसो भए सुरु गरौँ पहिलो नियमबाट। यो सुन्दा अलि अचम्म लाग्न सक्छ है। पहिले आफैलाई तिर्नुहोस्। यो सुन्दा कस्तो कस्तो लाग्छ सुरुमा? हो, यसको मतलब चाहिँ आफ्नो कमाइबाट कम्तीमा 10% चाहिँ अरू केही तिर्नु अगाडि आफ्नै लागि, मतलब भविष्यको लागि छुट्याउने अरे। जस्तो 50,000 कमायो भने 5,000 चाहिँ सिधै बचत खातामा। हो, यो एकदमै आधारभूत नियम हो। यो भनेको नि पैसा कमाउने बित्तिकै यो मेरो भविष्यको लागि भनेर छुट्याउने बानी बसाल्नु हो। यसले त्यो उपभोक्तावादी सोचबाट अलि माथि उठ्न मद्दत गर्छ जस्तो लाग्छ मलाई। मतलब प्राथमिकता आफैलाई दिने? हो, ठ्याक्कै। आफ्नो आर्थिक सुरक्षाको जग बसाल्ने पहिलो खुड्किलो नै यही हो। आजकल त झन् सजिलो छ नि, ब्याङ्कमा गएर स्वचालित रूपमा हरेक महिना सार्ने व्यवस्था मिलाइदिए भइहाल्यो। हो, त्यो पनि राम्रो उपाय हो अनुशासनको लागि। ल अब त्यो छुट्याएको पैसा के गर्ने त? त्यत्तिकै राख्ने? त्यही आउँछ दोस्रो नियम। दोस्रो नियम, बचतलाई लगानीमा बदल्नुहोस्। मतलब पैसालाई काममा लगाउनु पर्यो, होइन? हो नि, पैसा सिरानी मुनि राखेर त बढ्दैन, बरु त्यो मुद्रास्फीतिले गर्दा त्यसको मूल्य घट्दै जान्छ। त्यसैले बचत गरेको पैसालाई कतै न कतै लगानी गर्नै पर्छ। कहाँ लगानी गर्ने त? जस्तो अब त्यो त आफ्नो जोखिम लिन सक्ने क्षमता र ज्ञानमा भर पर्छ। सुन होला, शेयर बजार होला, म्युचुअल फन्ड होला, वा सानो तिनो आफ्नै व्यवसाय पनि हुन सक्छ। मुख्य कुरा चाहिँ पैसाले थप पैसा कमाउन सुरु गरोस्। पैसालाई स्थिर नराख्ने, त्यसलाई बढाउने। हो, त्यसले मात्रै वास्तविक सम्पत्ति पर्छ। त्यो चक्रवृद्धि ब्याजको फाइदा पनि त लिनु पर्यो नि। ठिक हो। अब बचत पनि भयो, लगानी पनि सुरु गर्यो, तर पैसा त खर्च पनि हुन्छ। यहाँ आउँछ तेस्रो नियम, खर्चमा नियन्त्रण। यो चाहिँ अलि गाह्रो तर एकदमै महत्त्वपूर्ण हो नि। आवश्यकता र चाहना बीचको फरक छुट्याउन सक्नु पर्यो। त्यो किताबमा एउटा भनाइ छ नि, हाम्रो आवश्यक खर्च सधैँ हाम्रो आम्दानी जति नै बढ्छ रे, जबसम्म हामी त्यसलाई रोक्दैनौँ। कति सही कुरा। यो भनेको अनुशासनकै कुरा हो। बजेट बनाउने, प्राथमिकता तोप्ने साँच्चै आवश्यक हो कि केवल क्षणिक इच्छा हो भनेर सोच्ने। नत्र त जति कमाए पनि उस्तै। त्यही त, खर्च नियन्त्रण गर्न सक्यो भने मात्रै बचत र लगानीको लागि पैसा निस्किन्छ नि, नत्र त कमायो सकियो। एकदम। तरी लगानी गर्ने बेलामा कसको सल्लाह लिने त? यही आउँछ चौथो नियम, सल्लाह सही व्यक्तिबाट लियौं। हो, यो पनि विचार गर्नुपर्ने कुरा हो। किताबमा त्यो इटा बनाउने मान्छेको उदाहरण छ नि। गहना किन्नु छ भने सुनारसँगै सल्लाह लिनु पर्यो, इटा बनाउनेसँग लिएर भएन। हो, तर आजकल अझै एउटा कुरा थप्नुपर्छ जस्तो लाग्छ। सल्लाह दिने मान्छे अनुभवी र सफल मात्र भएर भएन, उसको नियत के छ, उसको स्वार्थ के छ, त्यो पनि बुझ्नु पर्यो। हो र, त्यो पनि ख्याल गर्नुपर्ने पर्यो नि। कतिजना त आफ्नो फाइदाको लागि आफ्नो प्रोडक्ट बेच्न सल्लाह दिइरहेका हुन्छन्। को साँच्चै हित चाहन्छ, को चाहिँ विक्रेता मात्र हो, त्यो छुट्याउन सक्नुपर्छ। हो, यो महत्त्वपूर्ण कुरा हो। अब बाहिरी सल्लाह त भयो। पाँचौं नियमले चाहिँ अझै भित्रको कुरा गर्छ, आफ्नो सिपमा लगानी गर्नुहोस्। यो मेरो विचारमा सबैभन्दा उत्तम लगानी हो। हो नि, आफूलाई अपग्रेड गर्ने, नयाँ कुरा सिक्ने, तालिम लिने, यसो गर्दा त कमाउने क्षमता नै बढ्छ। अनि यो त पुरै आफ्नै नियन्त्रणमा पनि छ। एकदमै। ज्ञान र सिप यस्तो सम्पत्ति हो जुन कसैले खोज्न सक्दैन। बजार तलमाथि हुँदा पनि सिप छ भने काम पाइन्छ, कमाइन्छ। जीवनभर सिक्ने बानीले धेरै फाइदा दिन्छ। सही हो। अब आयो छैटौं नियम, जसले धेरैलाई अलि असहज बनाउँछ होला, ऋणबाट टाढा बस्नुहोस्। ऋण, यसमा अलिकति प्रश्न पारौँ कि? हुन्छ, भन्नुहोस् न। किताबले त ऋणलाई पासो जस्तै भन्छ। ब्याज तिर्दा त अरूकै लागि काम गरे जस्तो हुन्छ नि।
हो, त्यो उपभोग्य ऋणको लागि एकदम सही हो। जस्तो कि नयाँ मोबाइल किन्न, घुम्न जान ऋण लिनु राम्रो होइन। त्यसले सम्पत्ति बढाउँदैन, दायित्व मात्र थप्छ। तर कहिलेकाहीँ राम्रो कामको लागि लिएको ऋण, जस्तै घर किन्न वा व्यवसाय बढाउन, त्यो चाहिँ राम्रो ऋण हुन सक्छ यदि त्यसलाई व्यवस्थापन गर्न सकियो भने। मतलब सबै ऋण खराब नहुन पनि सक्छ, तर अनावश्यक ऋण चाहिँ लिनु भएन। हो, खास गरी जसले सम्पत्ति सृजना गर्दैन त्यस्तो ऋणबाट चाहिँ बच्नु नै राम्रो। ऋणमुक्त हुनुको मानसिक शान्ति नै फरक हुन्छ। हो नि। ल, अब अन्तिम 7औं नियम, यत्रो मेहनत गरेर कमाएको र बचाएको पैसालाई जोगाउनु पनि पर्यो। नियम छ, पैसाको सुरक्षामा ध्यान दिनुहोस्। यो भनेको चाहिँ लोभ नगर्नुहोस् भन्ने हो, होइन? हो, त्यस्तै धेरै छिटो धेरै कमाउने चक्करमा परेर जोखिम मोल्नु भएन, अव्यावहारिक फाइदाको पछि लाग्नु भएन। कुनै पनि लगानी गर्नु अघि त्यसको जोखिम राम्ररी बुझ्नु पर्यो। सुनमा सुगन्ध जस्तो देखिने अफरहरूबाट होशियार हुनु पर्यो। मेहनतको कमाई हो, त्यसलाई सुरक्षित राख्नु पहिलो प्राथमिकता हुनुपर्छ। धैर्य र सावधानी चाहियो। सही हो। ल, यी 7वटा नियम सुन्दा त सरल नै लाग्छन्, तर सोचौँ त कसैले आजैबाट मानौ पहिलो नियम 10% बचत र दोस्रो नियम नियमित लगानी मात्रै सुरु गर्यो भने पनि 1-2 वर्षमै कति फरक पर्ला है उसको आर्थिक स्थितिमा। हो नि, यो कुनै जादु होइन, तर अनुशासित बानीको शक्ति हो। यी कुनै गोप्य सूत्रहरू पनि होइनन्, एकदम आधारभूत कुरा हुन्। तर मुख्य कुरा चाहिँ निरन्तरता हो, लगातार गर्दै जानु पर्यो। त्यही त, धेरैजना धनी बन्न त चाहन्छन् तर सुरु नै गर्दैनन्। सायद आज हामीले कुरा गरेका यी 7 नियम नै त्यो सुरुवातको लागि राम्रो गाइड हुन सक्छ। एकदम। र जाँदा जाँदै एउटा प्रश्न चाहिँ मनमा खेलाउन छोडेर जान मन लाग्यो। यी हजारौं वर्ष पुराना नियमहरू हुन्। आजको यो डिजिटल युगमा यति धेरै वित्तीय जटिलता भएको बेलामा यी मध्ये कुन चाहिँ नियम लागू गर्न सबैभन्दा गाह्रो छ होला, वा कुन नियमलाई चाहिँ आजको समयअनुसार अलिकति फरक ढङ्गले बुझ्नुपर्ने हो कि? यो सोच्न पर्ने प्रश्न हो। यसले हामीलाई यी कालातीत सिद्धान्तहरूको आजको सान्दर्भिकता अझ राम्ररी बुझ्न मद्दत गर्छ कि?